यो भिड पनि कहाँ हो भन्ने होला नि सस्तोमा सामान पाउने ठाउँ है त। अब यहाँ रेड बुल चाहिँ 120 मा नर्मली कहीँ पाइन्छ त 120 मा रेड बुल। अनि अब जुसहरू पनि नर्मल 40 रुपियाँ 50 रुपियाँ 60 रुपियाँ 65 रुपियाँमा चाहिँ पाउँछ होइन। अब हजुरहरू त प्रायःलाई त थाहा छ होइन, गइराख्नु पनि हुन्छ होला है। अब थाहा नहुनेको लागि चाहिँ यो भिडियो है त। केही जाने गइराख्नु हुने मान्छेहरूले चाहिँ अब भिडियो चाहिँ नहेरी स्किप गर्न पनि सक्नुहुन्छ। अब यो चाहिँ नर्मली अब स्टेसनरीको सामानहरू भयो, अब यो टेबलहरू भयो, लास्टै सस्तोको 330 मा कहीँ टेबल पाइन्छ त हजुर। हुन चाहिँ रिसाइकल नै हो होइन, सेकेन्ड ह्यान्ड पसल नै हो। अब टेबलहरू हेर्नु पनि 330 रुपियाँमा टेबलहरू राखिरहेछ। अब यता हेर्नु भयो भने अब 1540 रुपियाँमा यो पनि नर्मली टेबल जस्तो भयो होइन। अब नर्मल धेरै नै छ क्या। अब यो पनि अब 2022 रुपियाँ ल्याउन चाहिँ आफै ल्याउन पर्छ होइन। अब ल्याइदिन्छ यिनीहरू ल्याइदिँदैन। अब 2200 रुपियाँ त्यहाँनिर 550 मा चाहिँ अब नर्मल यो सेम्पू राख्ने बाथरुममा 550 रुपियाँ 880 रुपियाँमा भयो होइन। यति सस्तो पाउँछ क्या सामान। त्यही भएर हजुरहरूको नजिक छ भने चाहिँ एकपल्ट सर्च गरेर जाने होला। 550 मा एन्ड टेबल। अब फ्रिजहरू हेर्नु भयो नि अब 13,000 14,000 होइन। अब यो चाहिँ अलिकति राम्रो पनि छ, नयाँ पनि हो, लगभग 2021 साल 22 सालको जस्तो लागेछ मलाई होइन। त्यही भएर यो चाहिँ लास्टै सस्तो हो त्यतिमा पाउनु भनेको चाहिँ। अब यो 2022 सालको रहेछ। अब 2022 सालको फ्रिज चाहिँ अब यति सस्तोमा चाहिँ पाउनु भनेको चाहिँ अब जो पाए उयो रिसाइकल सक भन पाइन्न। अब 5500 रुपियाँमा फ्रिज। अब स्पेसल्ली यस्तो पसलहरू भनेको चाहिँ अब इस्टर्न भाइ बहिनीहरूलाई चाहिँ अलिकति कोठा सरेर जाँदाखेरि अब एकैचोटि सामान जोड्नलाई सकिन्न नि त, गाह्रो हुन्छ। त्यो बेलामा चाहिँ यस्तो ठाउँहरू चाहिँ खोजेर जानुभयो भने चाहिँ सजिलो हुन्छ। अब हजुरहरूको पैसाको पनि बचत होइन, सबै कुरा चाहिँ सजिलो हुन्छ। त्यही भएर एकपल्ट जानु हुन चाहिँ अनुरोध गर्दछु।